ल आज चाहिँ हामी खोडी आइपुगेका छौँ। बाटोको भिडियोहरू चाहिँ लिएन किनभने हामी प्रायः आइरहन्छौँ। डाँडा यस्तो राम्रो छ है। हामी कति सेकेन्ड छैन होइन यो हातमा सेकेन्ड टाइम हामी आयौँ है। मेरो छोराले थ्याङ्क यू माई बोय। मेरो बाबुले चाहिँ पानी दिँदा पनि नमस्कार गर्छ, एकदम खुसी लाग्छ। हामीहरू चाहिँ यो छोराको हालत त्यस्तै, आउनु पाए चाहिँ ठ्याक्कै 50 किलोमा पुग्थ्यो होला। यति होइन वेदरहरू चाहिँ यस्तो राम्रो टेबल भयो त नि बढी राम्रो पनि हुँदैन। यसको चाहिँ हामीले बहुत खान्छौँ। यसको कहानी चाहिँ हामी यता हेर ओहो